हेलो नमस्ते सबैजनालाई। म आज तपाईँहरूलाई एकदम इम्पोर्टेन्ट सूचना लिएर आएको छु। कस्तो सूचना भनेपछि यो इन्डियन गभर्मेन्टले अहिले यो 1 तारिकदेखि जनवरी 1 तारिकदेखि यो नयाँ नियम लिएर आएको छ। अहिले यो आधार कार्ड प्यान कार्ड लिङ्क हुन एकदम जरुरी छ। अहिले नयाँ नियम आइसकेको छ। यसको लास्ट डेट भने 31 डिसेम्बरसम्म मात्रै छ। त्यति दिनसम्म सबैले यो लिङ्क गराइहाल्नु होला। अनि यो लिङ्क नगराएपछि तपाईँलाई पछि केही समस्या आउन सक्छ। ब्याङ्क एकाउन्टमा प्रब्लम आउन सक्छ, ट्रान्जेक्सनमा प्रब्लम आउन सक्छ। त्यसको लागि लिङ्क गर्न एकदम जरुरी छ। त्यसको लागि लिङ्क कसैको अलरेडी लिङ्क हुन्छ यसमा। त्यसको लागि लिङ्क छ कि छैन, कस्तो छ भनेर हेर्नको लागि म तपाईँलाई एउटा सिम्पल तरिका बताउन गएको छु। गुगलमा गएर आफ्नो एन्ड्रोइड फोनबाटै तपाईँ हेर्न सक्नुहुन्छ। अदरवाइज लिङ्क रहेन छ भनेपछि तपाईँ तुरन्त गएर लिङ्क गराइहाल्नु होला भन्न पनि चाहन्छु। त्यसको लागि म तपाईँलाई देखाउँदैछु यो कसरी लिङ्क चेक गर्ने त भनेर म तपाईँलाई देखाउँदैछु। त्यसको लागि तपाईँले गुगलमा जानु होला। अनि गुगलमा गइसकेपछि लेख्नु होला इन्कम ट्याक्स डिपार्टमेन्ट। अनि यहाँ इन्कम ट्याक्स डिपार्टमेन्ट लेखिसकेपछि यहाँ तपाईँ देख्न सक्नुहुन्छ इन्कम ट्याक्स डिपार्टमेन्ट लेखिसकेपछि यहाँ देख्न सक्नुहुन्छ यहाँ इन्कम ट्याक्स डिपार्टमेन्ट आइसकेको छ। यसमा क्लिक गर्नु होला। अनि यहाँ देख्न सक्नुहुन्छ यहाँ खुलिसकेको छ। यसलाई स्क्रोल डाउन गरेर हेर्नु होला तलतिर। यहाँ देख्न सक्नुहुन्छ लिङ्क आधार स्ट्याटस लेखिरहेको छ। यसमा क्लिक गर्नु होला। अनि यहाँ देख्न सक्नुहुन्छ प्यान कार्ड आधार कार्ड नम्बर मागिरहेको छ। यहाँ आफ्नो प्यान कार्ड र आधार कार्ड नम्बर हालेर यहाँ देख्न सक्नुहुन्छ। तपाईँ हेर्नुहोस् यहाँ देख्न सक्नुहुन्छ मेरो चाहिँ यहाँ अलरेडी लिङ्क रहेछ। यसै गरी तपाईँले यो हेर्न सक्नुहुन्छ। अगर तपाईँको यहाँ लिङ्क छैन भने तुरुन्तै गएर लिङ्क गराइहाल्नु होला भनेर भन्न चाहन्छु तपाईँहरूलाई। तपाईँहरू पनि यसरी नै हेर्न सक्नुहुन्छ। गुगलमा गएर आफ्नो आधार कार्ड प्यान कार्ड लिङ्क छ कि छैन भनेर हेर्न सक्नुहुन्छ। हेर्नु होला। अनि त्यसको लागि सिम्पल तरिका छ, तपाईँलाई मैले देखाइसकेँ। यसरी तपाईँ आफ्नो आधार कार्ड प्यान कार्ड लिङ्क छ कि छैन भनेर चेक गर्न सक्नुहुन्छ आफ्नो मोबाइलबाटै। पछि केही समस्या नहोस् ब्याङ्क ट्रान्सलेट